यता हाम्रो गुरुले सकिसक्नु यतिको चाहिँ हुनु पर्यो युट्युबमा वाह 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 लस्सो एन्ड फ्याफुला है हामी चाहिँ म चाहिँ आज ब्रतामठ साथीहरू भेट्न है साथी भेट्न र अनि साथीहरूसँग पौडी खेल्न जाँदैछौँ अब हामी चाहिँ यहाँ गुम्बाबाट यात्रा चाहिँ मेरो यात्रा चाहिँ स्टार्ट भइसक्यो यहाँ गुम्बा देख्न सक्नुहुन्छ है यहाँ चाहिँ हाम्रो सिटी जर्मन दाई अब हामी कहाँ जाँदैछौँ मुनि धुलाबारी मोडसम्म है ठ्याक्क मोडसम्म गएर चाहिँ त्यस पछाडि म चाहिँ बिर्तामोड जान्छु जर्मन दाई फर्किनुहुन्छ है त्यो होइन त्यही हो अब जाने ल त यति भन्दै अब ठ्याक्क यो गर्मीमा टाउको छेक्नु हुने हुन्छ अनि ट्याक्क लगाएर भइसक्यो अब खानाहरू भइसक्यो अब म चाहिँ रेडी भएर जाँदैछु है ठ्याक्क लगाएर फेरि भेटौँ त है ठ्याक्क लगाएर जर्मन दाईको सिटीमा अब म चलाउँदैछु है सिटी चाहिँ अब म चलाउनेवाला छु हेर्नु सक्नुहुन्छ जर्मन दाई खै पक्रिनु न यो कन्सेको चलाउनु त उहाँ हुन्छ ठ्याक्क लगाएर यस्तो बाटो छ यस्तो हेभी रोडमा है जर्मनै भएर बाटो बिग्रेको छ तर पनि जान्छ सिटीहरू उकालो जान सक्दैन यो जर्मन बाटो जान्छ यहाँ यस्तो हेर्नु नि ओके मौसम चाहिँ राम्रै छ हेर्नुहोस् घाम चाहिँ घामै छ झापामा झापा इज भेरी डेन्जर हेर्नुहोस् सिटी जाँदैछु ट्याङ्क लगाएर है हामी चाहिँ अहिले बसमा नि आइसक्यौँ जानुपर्ने हुन्छ ट्याङ्क लगाएर अब हामी यहाँ धुलाबारी चोकबाट जाने हो अहिले यहाँ हाम्रो गाडीमा चाहिँ त्यति आउनु देख्न सक्नुहुन्छ तपाईँहरू डस्टबिन है म चाहिँ यहाँ कन्काई हस्पिटल नै आइसकेँ कन्काई हस्पिटल चाहिँ देख्न सक्नुहुन्छ है ट्याग लगाएर अब चाहिँ म साथी खोज्दै यहाँ माथि जानुपर्ने हुन्छ है यहाँ माथि गएर अनि चाहिँ तपाईँहरूसँग फेरि भेट्छु मेरो ड्रिम बाइकहरू चाहिँ यहाँ रहेछ है दुईवटा यस्तो कुरा चाहिँ यस्तो हो नि त मेन होस् भनेको चाहिँ
त्यहाँ चाहिँ के ग्रुप भन्नु हुन्छ मनिष ग्रुप मङ्गिस अलिक अब उसको च्यानलको लागि के एडभान्स देऊ न त एडभान्स प्लिज सब्सक्राइब गरौँ सेयर गरौँ कमेन्ट गरौँ मेरो साथी नाम के छ है ल त है ट्याक्क लगाएर हामी चाहिँ अब स्विमिङ पुल जाँदैछौँ है हाम्रो केटाहरूले देख्न सक्नुहुन्छ है ट्याक्क लगाएर कहाँ हिँडेर अब हामी चाहिँ स्विमिङ पुल हिँड्न आँटेको है ट्याक्क लगाएर है त है हामी त्यहाँ चिया पनि पिउन आइसक्यौँ हाम्रो केटाहरू है लगाएर है बाहिरको सेल्सियस 32 च्यालेन्ज दिएको यो मौसमसँगै अब यहाँ हेर गरम गरम यो कति होला 60 सेल्सियसको चिया हन्डिङ एकदम -0 को चिसो चिया कस्तो छ एकदम तगड छैन चिया कस्तो छ चिया एकदम राम्रो छ तपाईहरु पनि पिउनुहुन्छ भने यता हाम्रो आन्टीको दोकानमा आउनु होला लोकेसन चाहिँ के हो यहाँको लोकेसन 1 नम्बर साइड यतिको भन्दा हुन्छ होला भाइ चिया कस्तो छ एकदम गुलियो रहेछ ट्याक्क लगाएर हामी स्विमिङ पुल पनि आइपुग्यौँ है ट्याक्क लगाएर चस्मा लगाएर है खै यता दिनु त गुच्चीको चस्मा गुच्ची चाहिँ रहेछ ट्याक्क लगाएर है यहाँ चाहिँ टिकट गर्ने ठाउँ है के छ भन्नु एडभान्स चिन्न भरे सकेर मात्र भन्छ एडभान्स के छ एडभान्समा केही भन्नु छ हेलो सन्तोष एडभान्समा केही भन्नु छ होला अब जाने हो डुब्की लाउने हो अनि यता हाम्रो अब पैसामा गोजीमा दाम छैन यता स्पोन्सरहरू यता छेउछेउमै छ खोइ स्पोन्सर यता दुबईवाला मेरो किडनीले बेचेर लिएन पहिला हेर्ने गाइज अनि मात्रै खेल्ने सुरुमा हेर्ने है अनि कस्तो पानीहरूको हालत कस्तो छ त्यो हेरिसकेपछि मात्रै यता हामी चाहिँ यता खेल्नुपर्छ होला सुरुमा हेर्ने क्या एकछिन हेरौँ न एडभान्स केही भन्नु छ हेलो एडभान्स केही भन्नु छ के भन्नु यता गएर हो छैन हो त्यस्तो साह्रो कतिको छ भाइ गहिरो होइन हेरिसक्नुभयो नि अब एडभान्स भनिदिनुहोस् कस्तो रहेछ पानी कस्तो दामी रहेछ तपाईँहरूलाई आमामा वाउ हेर्दा यता राम्रो छ एकदम हुनु यतिको त राम्रै हो फ्यास यता तर एउटा बच्चाले मलाई पानी लाग्यो चाहिँ म त्यसलाई डुबाउँछु भाइ के एडभान्स त्यही बच्चा डुबाउने भाइ होइन ल त है ट्याक्क लगाएर हामी चाहिँ भित्रबाट पनि बाहिर निक्लिसक्यौँ है भित्र चाहिँ भिडियो बनाउनु दिएन एउटा आन्टीले र रिभ्यू भन्नुहुन्छ भने तपाईँ 100 वेस्ट हो भित्र जानु भनेको तपाईँहरू कसम भनेको तपाईँहरू भित्र जानु भनेको पैसा एकदम बर्बाद कसम भने कसम हो कि होइन भाइ भित्र जाँदा पैसा वसुल भयो तिम्रो हजुर पैसा वसुल भयो भयो पैसा वसुल भयो हो मोटु पैसा वसुल भयो जस्तो लाग्दैछ तिमीलाई हेलो भन न भन न लु भन त मेरो सेरोतर के भन न हजुर भन के भन्नु तिमीलाई भित्र गएर पैसा वसुल भयो जस्तो लाग्यो एकदम है नजाराहरू एकदम राम्रो हेर्नु पायो पौडीहरू खेल्नु पायो जिउको एक्सर्साइज पनि राम्रो भयो अनि अब यहाँ एक्सर्साइज राम्रो भनेर चटपटे खानुको लागि यहाँनिर अङ्कलको काकाको दोकानमा तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ
होइन हेर्नु चाहिँ यहाँ आउनुपर्छ फेरि मिठो तपाईँ केही रिभ्यू तपाईँको होइन हेर्नु चाहिँ यहाँ आउनुपर्छ ए होइन स्ट्यान्ड ए स्टेन रिभ्यू भनिदिनुहोस् न कस्तो लाग्यो तपाईँलाई रिभ्यू पानी तातो तातो रहेछ कपालहरू धेरै रहेछ अब त्यो लेउ धेरै लागेछ क्या दिदी खालि ठोकिदिएँ यहाँ गाल अनि कपाल धेरै अनि त्यो लेउहरू धेरै लागेको छ सफा गर्नुपर्ने छ रिक्वेस्ट त्यति छ सकेनौ भने जिम्बा लाऊ हामी हेरौँला त्यो स्विमिङ पुललाई के छ त होइन सकेनौ भने जिम्बा लाऊ हामी हेरौँला त्यो स्विमिङ पुललाई के छ त होइन हामी छ त हाम्रो केटाहरू यहाँ देखाइदिएको त हाम्रो केटाहरू पैसा चाहिँ वसुल भयो जस्तो लाग्यो लागेन पैसा वसुल भयो 100 रुपियाँ 100 रुपियाँ कसम म त बर्बाद कसम म त्यहाँ जानुभन्दा बरु म जिन्दगीमा बरु स्विमिङ खेल्दिनँ तर पैनीमा मलाई पैसा वसुल भयो जस्तो लागेन हौ साँच्ची भनेको भिडियो बनाउनु पाउँदैन अरे अनि के अरे ल्याङ त्यो माथि सानो पुलमा गयो सानो पुलमा ल्याङ गर्न आउँछ ठुलो पुलमा गयो ठुलो पुलमा ल्याङ गर्न आउँछ हो कि होइन भाइ भन न लुगामै ल्याङ त्यो नआउने ठाउँ ल्याङ बेसी न त है हाम्रो चटपट पनि आइसक्यो है तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो चटपटे हन्टिङमा है बहुत तेज हो रहा है यता हाम्रो चटपटे 50 को चटपटे आइसक्यो यता हाम्रो साथीले खानु पनि स्टार्ट गरिसक्यो है अब चटपटे कस्तो रहेछ भनेर चटपटे कस्तो रहेछ भनेर देखाउन चाहन्छु है कस्तो छ चटपटे मिठो रहेछ भनेर चटपटे कस्तो रहेछ भनेर देखाउन चाहन्छु है कस्तो छ चटपटे मिठो साह्रै मिठो चटपटी मिठो मात्र होइन मिठो 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 मान्दै है दामी छ चटपटी चाहिँ यता हाम्रो हेलो चटपटी कस्तो छ मिठो छ नि चटपटी खाइसकेको छैन खाइसकेर मात्रै भन्छु मिठो छ होइन चटपटी ठ्याक लगाएर है अहिले चाहिँ हामी यहाँ सन्तोषको रुममा आएर अब खाजा खानु लागेको देख्नु सक्नुहुन्छ हाम्रो यहाँ भाइहरू चाहिँ है यता हाम्रो दा हजुर दा हाम्रो हाम्रो दावा यता हाम्रो पो भाइ यता ठ्याक लगाएर है ठ्याक लगाएर है ए अन्डा स्पोन्सर हाम्रो सिरादारकै खोइ अनुहार देखाइदिनुहोस् न सन्तोष उहाँको चाहिँ चर्ती कला अर्कै छ छुट्टो है स्पोन्सर चाहिँ ठ्याक लगाएर कोक स्पोन्सर चाहिँ कोक स्पोन्सर फेरि यता चाउ स्पोन्सर यता भाइ म र यता सन्तोष चाहिँ खाने ए सन्तोष त अन्डा स्पोन्सर हामी दुइटा चाहिँ खाने मात्रै ल त है कुन खुवाइ हो यो ए हाम्रो स्टार्ट भएको छैन यता हाम्रो गुरुले सकिसक्नु ल के हो खुवाइ त अनि डेन्जर छ त हाले फेरि त्यो पनि हाले सँगै फेरि अब त्यो पनि सबै यतिको चाहिँ हुनु पऱ्यो वाउ है ट्याक लगाएर अब चाहिँ हामी सन्तोषको रुमबाट पनि निक्लिएर अब हामी चाहिँ म चाहिँ जान्छु है अनि उहाँहरू चाहिँ यतै बस्नुहुन्छ नजाने भाइ नजाने भाइ रिएक्सन चेक गरौ कस्तो लागेको छैन हौ लागेको त्यो अहिलेको त्यो ट्रेन्डिङ त्यो टिकटक थाहा छ यस्तो
यसले फेरि सुट हान्दो रहेछ मनको ढोका उकारी टुङ 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 हिजो के साउथ गीत हैन फाल्नु टक्कै फाल्नु हो त्यस्तो गर्नेले आएन गीत चितङ्ग चितङ्ग अब चिकन सर्टमा खानु आएको मान्छे म उहाँ मुनि पाउँछ उमा हुने त सिटी अगाडि हिँड्दा चिकन सर्टमा खानुमा स्पोन्सर पैसा निकाल्ने टाइममा पैसा निकाल्ने टाइममा गयो त्यो हातमा लगाएर भागिहाल्छ पैसा निकाल्न अनि के गर्नु लास्टमा त म एक्लै हुन्छु पैसा मेरोमा पनि छैन अब घर कसरी पुग्नु घर चाहिँ गरेर बस्नु भन्ने पनि कोही छैन के बिर्ता मोडमा यहाँ छिटो बिर्ता मोडमा खोज्दा खोज्दा केटी खोज्दा खोज्दा आँखै फुलिसक्यो यत्रो आँखै फुलिसक्यो केटी पाउने छैन घर चाहिँ गएर बस्नुपर्छ जस्तो छ पैसा ल्याएर आएको त्यो पनि सक्न आँट्यो अब के गर्नु म विकल्पै छैन अब आउनुहोस् बेकल्ला के खानु चिकन सर्टमा चिकन जिन्दा छेम्बो जिन्दा छिम्बो पाउँछे घोसु सोल जिन्दा छिम्बो जिन्दा खोर्दा दिन्डु ची पर्सेसी टसी पसावा छे सिन्डु बेटासी जिन्दा खोर्दा चे नामला छेदर सनम त छेन्दे जिन्दा खोर्दा चे नामला छेदर सफा दिन्डु गजब बेइज्जती है भाइ ऑल राइट गाइस अंकल नमस्कार मेरा अंकल नमस्कार गाडी आयो छुट एक्सिडेंट हुन्छ वाओ ब्यूटीफुल नजारा के साथ यहाँ जाने हो यहाँ जाने हो यहाँ गयो भने त हामीले त अनि मिठो मिठो भोजनहरू प्राप्त हुन्छ नि त्यसो भने त तातो 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 भयो हाम्रो अल्लाह बाबुजीको रस के भन्ने सर के भन्नु मैले मेमेहरूलाई मेमे ओ मेमे देखो न गाइस मेमे मेरो मेमे काले भइसक्यो म ट्याकै त ल म चाहिँ अहिले बसमा नै आइसकेँ अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ ट्याक लगाएर है त अब चाहिँ म यहाँनिर धुलाबारी चोक आइपुगेँ है ट्याक लगाएर बजार बजार लीला बस्ती बजार कहाँसम्म जानुहुन्छ त्यहीँसम्मको यात्रा हो बजार जाउँ बजार 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 के भन्छ जर्मा दाइले बजार जाउँ होला रोको रोको ल त है म चाहिँ गुम्बा पनि आइपुगिसकेँ है अब आज चाहिँ यति भन्दै अब ठ्याक्क लगाएर आज चाहिँ यतिमै भ्लग समाप्त गर्न चाहन्छु र अर्को भ्लगमा भेट्नुपर्छ नयाँ जोस नयाँ कन्टेन्टसँग है अनि यति भन्दै आजको भ्लग चाहिँ यहीँ समाप्त हुन्छ हस्त धन्यवाद थ्याङ्क यू फर वाचिङ ट्याक्क लगाएर